2082 सालको हाम्रो चुनावको नतिजा हेर्दा पुरै घन्टीमै भएछ कि भित्र खुलेर हेरौँ त कस्तो देखिँदो रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी 125, यो काङ्ग्रेसले 18 ठाउँमा 17 ठाउँमा जित्यो, एक ठाउँमा अग्रता। राष्ट्रिय स्वतन्त्र पार्टी 124 ठाउँमा चाहिँ हासिल गरिसकेको छ, एक ठाउँमा बाँकी छ। एमालेको चाहिँ 8 ठाउँमा जित छ भने एक ठाउँमा अग्रता लिएको छ हैन। लगभग 161 ठाउँमा चाहिँ हाम्रो जित हासिल भएको छ। अब चाहिँ बस तपाईको एक ठाउँको रिपोर्ट 161 प्लस 4 ठाउँको रिपोर्ट आउन बाँकी भयो। लगभग 161 जना चाहिँ प्रत्यक्षतर्फका उम्मेदवारहरू चुनिसकेको छ। अब बाँकी मात्र 3 जना 165 पुर्याउनलाई 164 पुर्याउनलाई। ओहो चुनावको नतिजा त आम्मामा सब डबल जितिसक्यो साथीहरु। हेरौँ अब होप केही हुन्छ होला त्यसमा। यत्रो धेरै अपेक्षित जनविश्वास रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीप्रति। हाम्रो सुदन गुरुङको मात्र बाँकी छ। 24,000 ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी प्रेमकुमार खत्री नेपाली काङ्ग्रेसको चाहिँ 13,000 रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित्न बाँकी।